बौद्धिक क्षमता र त्यो बौद्धिक क्षमताले भरत छुट्याइसकेपछि सहीको पक्षमा आफूलाई उभ्याउन सक्ने ठुलो प्रतिबद्धतालाई चेतना भनिन्छ। यो चेतनाको राम्रोसँग विकास नभएको कारणले गर्दाखेरि आज नेपालमा भने जस्तो विकास भएको छैन। आदरणीय राजनीति दिदीबहिनीहरू बुझ्ने कोसिस गर्नुहोस् है। चेतना भनेको के हो? सही र गलत बीचको फरक छुट्याउन सक्ने बौद्धिक क्षमता र सहीको पक्षमा आफूलाई उभ्याउन सक्ने ठुलो चेतना भन्छ। हाम्रो देश किन विकसित भएन, यहाँ देश विकास भएन भन्ने नै गुनासो सबैको होला। मैले जागिर पाइन, सुशासन पाइन, न्याय पाइन, केही छैन, मौनी विकृति भ्रष्टाचार भन्ने गुनासो होला हो। हाम्रो देश विकास नहुनुको पछाडि के छ भने हामीमा चेतनाको विकास राम्रोसँग भएन।